र बिजुली विभागमा यस्तो चाहिँ देखिनु चाहिँ एकदम राम्रो छ, सामान्य छ। त्यो राम्रो होइन, त्यो कछुवाको रफ्तारमा चाहिँ गरेर हुन्छ। यो नाङ्गो तारहरू यो अन्य कुनै ठाउँमा नभएर यो बिजुली विभागको अवस्था यस्तो रहेको छ। तपाईको ज्यानको मूल्य 50 लाख। यस्तो युज पनि गर्नलाई प्रक्रिया कस्तो प्रक्रिया पुगाउनु पर्छ सर भन्नुस्। किन बुझायो नेपालको प्रक्रिया हरेक चीज प्रक्रिया में रह जाइछ नै रह जाइछ। यसको चाहिँ कभर लाउन मिल्छ कि मिल्दैन? त्यो मिल्छ, त्यो चाहिँ खै लाउनु भएको तपाईले? होइन नि, देशकै स्थितिको कुरो गरौँ भने होइन, हामी देशको अहिले नजाउँ, हामी देश कार्यकक्ष मात्रै होइन, म बस्ने ठाउँ पनि फोहोर नै छ। कुरा गर्नुहुन्छ त्यो चाहिँ म स्वीकार। कतिजना छ? मस्ती यहाँहरूलाई लोकआवाजमा स्वागत छ। अहिले हामी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका यथार्थ नेपाल विद्युत प्राधिकरणमा हामी चाहिँ आएका छौँ र यहाँको कस्तो छ भौतिक संरचनादेखि लिएर अन्यहरू के कस्तो छ त्यो पनि हामी चाहिँ देखाउँछौँ। र सुरुमै चाहिँ सुरुदेखि चाहिँ सुरु गरौँ। यतातिर आइदिनु होला कृपया। यो चाहिँ हेर्नुहोस्, यो बिजुली विभागमा जुन चाहिँ यो तपाईँले तार जुन हेरिराख्नु भएको छ, यहाँ काम गर्ने कर्मचारी अन्य व्यक्तिहरूलाई कतिको जोखिमपूर्ण हुने गर्छन्। यहाँ चाहिँ हेरौँ, यो नाङ्गो तारहरू यो अन्य कुनै ठाउँमा नभएर यो बिजुली विभागको अवस्था यस्तो रहेको छ। यो कतिसम्मको यहाँ चाहिँ लापरवाही चाहिँ हेरौँ। यो चाहिँ यो एउटा मात्रै नमुना मात्रै भयो र अरू पनि हामी चाहिँ देखाउन चाहिँ प्रयास गर्छौँ। र यो सबभन्दा ठुलो कुरो जुन चाहिँ हामी व्यापक रूपमा उठाउने गर्छौँ जुन हो फोहोरको बारेमा। जुन फोहोरहरू हामी चाहिँ प्रशस्त रूपमा चाहिँ हेरि नै गरिरहेका छौँ। यो पङ्खाहरू चलिरहेछन् ताकि आम सर्वसाधारणहरू जब बिल चाहिँ भुक्तानी गर्नको लागि आउँदाखेरि यहाँ चाहिँ गर्मी चाहिँ नहोस्। र अझै इन्ट्रेस्टिङ कुरो, जब चाहिँ हामी योभन्दा केही दिन अगाडि मात्रै आएका थियौँ त्यति बेला इन्जिनियरज्यूको रुममा चाहिँ 2वटा पङ्खा चाहिँ चलिरहेको थियो, तर त्यहाँ चाहिँ कुनै पनि व्यक्ति थिएन। यहाँ चाहिँ हामी देखाइदिउँ, यो हिजो हामी यहाँ चाहिँ आएका थियौँ त्यति बेला चाहिँ यहाँ चाहिँ 2वटा पङ्खा चाहिँ चलिरहेको थियो। यो पङ्खा पनि चलिरहेको थियो र यो पनि पङ्खा चलिरहेको थियो, जुन चाहिँ तपाईँहरूले भिडियो मार्फत हेरिराख्नु भएको छ। त्यति बेला हामी लगभग तपाईँको 15 मिनट यता चाहिँ कार्यालयमा चाहिँ रुकेका थियौँ र यो पङ्खा चाहिँ चलिरहेको थियो। र इन्ट्रेस्टिङ कुरो के छ भने यो भौतिक संरचनाको बारेमा हामीले जब चाहिँ भन्यौँ, जब उहाँ महानुभावलाई चाहिँ भनेका थियौँ त्यति बेला उहाँले के भन्नुभयो भने कि जीवन बिमा भएको छ, 50 लाखको जीवन बिमा होइन र सर? तपाईँको ज्यानको मूल्य 50 लाख। के भन्न खोज्नु भएको? तपाईँको ज्यानको मूल्य कति? ज्यानको मूल्य हुन्छ त्यो फिक्स गरेर कति हुन्छ? ल तपाईँले भन्नुभएको थिएन, हामीसँग पर्याप्त भिडियो छ, बकाइदा भिडियो छ, भिडियो पनि हामीले प्रसारण गरिरहेका छौँ। तपाईँलाई हामीले के सोध्यौँ, यहाँको भौतिक संरचना एकदम खराब अवस्थामा रहेको छ। तपाईँले के भन्नुभयो भने 50 लाख रुपियाँको जीवन बिमा भएको छ भने किन डराउनु पर्यो भनेर भन्नु भएन? यो त्यो त मैले भने त मजाक गर्नुहुन्छ। मैले त्यो मिडिया हो भन्ने त भनेन, तपाईँले भन्नुभयो। तपाईँ अहिले भन्नुहोस्, जुन चाहिँ भौतिक संरचना छ के राम्रो छ यहाँ? छैन, यो त पुरै खराब छ। अनि यो बिजुली विभागमा बिजुलीको अवस्था राम्रो छ, त्यो कनेक्टिभिटी राम्रो छ, म्यानेजमेन्ट राम्रोसँग भएको छ? त्यो त हाकिम साहब भन्नुहुन्छ, त्यो त हाम्रो सर हुनुहुन्छ नि, उहाँसँग सोध्नु। सरसँग सोध्ने है? तर तपाईँको जिन्दगीको मूल्य 50 लाख त होइन नि? होइन, कहाँ हुन्छ 50 लाख? त्यो 50 लाखले तपाईँको परिवार त धान्य होइन होला पक्कै पनि। तपाईँहरू कर्मचारीहरू हुनुहुन्छ, कर्मचारीहरूले काम गरिराख्नु भएको छ, आम सर्वसाधारण मान्छेहरू हुने गर्छन् जुन चाहिँ सेवा लिन आउने गर्छन्, सेवा प्रवाह गरिराख्नु भएको छ तपाईँहरूले। हामीले यहाँ चाहिँ हेऱ्यौँ, जुन चाहिँ नाङ्गो तारहरू जुन हेऱ्यौँ त्यो कतिसम्मको लापरवाही र त्यसले गर्दाखेरि समस्या हुनसक्छ कि नै? कहाँ हुनुहुन्छ? यहाँ हाम्रो निमित्त सर हुनुहुन्छ। धन्यवाद है, हामी त्यो पनि हेर्छौँ। यहाँ हेरौँ, यो बिजुली विभागमा यो तारहरू, यो लैरो लागेको तारहरू चाहिँ हामी पनि देखाउँ र यहाँ यो भित्र पनि हामी चाहिँ अहिले अवस्था देखाउँछौँ। यो यतातिर आइदिनु होला, यो प्रशासन शाखा भित्र आउन मिल्छ होला सर? आउनु मिल्छ है? हस्, धन्यवाद। यो यहाँ चाहिँ कति दिन भयो सर सफाइ गरेको? सफाइ त सबै दिन गर्छ, यो तर भएको छैन है? भएको छैन, गर्छ तर होइन, सफा त गर्छ तर कहिले काहीँ बाहिरको यो बेलामा छोडेर जान्छ, तर गर्छ। तर अहिले चाहिँ सफा भएको छैन, हामीले हेरेका छौँ। यो हेर्नुहोस् त, यो तपाईँको यो भौतिक संरचना नेपाल सरकारसँग विद्युत प्राधिकरणसँग मेरो विनम्र अनुरोध छ कि यहाँको चाहिँ भौतिक संरचना सबभन्दा पहिला चाहिँ ठिक गरिहाल्नुहोस्। होइन भने कुनै टाइममा पनि भुइँचालो आयो भने यहाँको कर्मचारीहरूको ज्यान जान सक्छ। त्यही भएर जुन चाहिँ कर्मचारीले 50 लाख रुपियाँ भनिराख्नु भएको थियो, जिन्दगीको केही मूल्य छैन, अनमोल हुने गर्छन्। त्यही भएर कृपया उतातिर पनि ध्यान दिनु होला। हजुरलाई स्वागत छ लोकआवाजमा। धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु सर। तपाईँ चाहिँ सन्चै हुनुहुन्छ, तर तपाईँको भौतिक संरचना जहाँ तपाईँ कार्यकक्षमा हुनुहुन्छ, जहाँ काम गर्नुहुन्छ त्यहाँको अवस्था त खराब रहेछ नि? अब यसमा भन्नुपर्दा होइन, भौतिक अवस्था अथवा हाम्रो जुन भौतिक संरचना या
हामी देशकै स्थितिको कुरो गरौँ भने होइन, हामी देशको अहिले नजाउँ, हामी देशतर्फ नजाउँ। तपाईँ चाहिँ यहाँ चाहिँ काम गर्नुहुन्छ जलेश्वरको कुरा हामी चाहिँ गरौँ, मात्रै जलेश्वरको। यहाँ चाहिँ तपाईँको भौतिक संरचनादेखि लिएर यहाँको म्यानेजमेन्टदेखि लिएर जुन तारहरू हामीले हेरिरहेका छौँ, आम सर्वसाधारण जनताहरू आउने गर्छन्। तपाईँहरू स्वयं यहाँ काम गर्नुहुन्छ, कार्यरत हुनुहुन्छ, कति बेला तपाईँलाई चाहिँ करेन्ट लागेर चाहिँ तपाईँको ज्यान जान सक्छन् भन्न सक्नुहुन्छ? त्यो हेर्नुहोस्, अब हामी त यो करेन्ट लागेर त्यसमा त हामी अलि सजग सुरक्षित नै हुन्छौँ होइन एउटा टेक्निकल हिसाबले। तर यो संरचनाहरूको बारेमा जुन यहाँको अधिकार क्षेत्रभन्दा बाहिरको कुरो होइन, र यहाँको जुन यहाँबाट पटक पटक यो संरचना चाहिँ निर्माण गर्न अथवा यसलाई सुदृढीकरण गर्न पहल नभएको होइन, पटक पटक पहल पनि भएको हो। तर अब सरकारी जुन हामी सरकारको नीति भनौँ अथवा प्राधिकरणको नीति भनौँ, कुनै बेला बजेट अपुग हुन्छ, कुनै बेला बजेट हुँदैन होइन, तिनीहरूको कारणले चाहिँ अब ठ्याक्कै के कारण हो भन्ने चाहिँ थाहा भएन। तर मलाई लाग्छ यहाँ जुन पहिला आउनुभएका सरहरू हुनुहुन्छ होला होइन, उहाँहरूले पक्कै पनि यसलाई सुधार्न प्रयास गर्नुभएकै होला। र म पनि आए दिनदेखि आफ्नो तर्फबाट हुन सक्ने चिज मैले चाहिँ गरिरहेको छु, प्रयासरत छु। ओके, तर जुन हामीले अनम्यानेज्ड वायर जुन हामीले हेऱ्यौँ, जसरी चाहिँ उतातिर पनि हामीले देखाइदियौँ, यतातिर पनि हामीले चाहिँ वायरहरू जुन देखिरहेका छौँ नि, यो चाहिँ कहिलेसम्म चाहिँ व्यवस्थापन हुन्छ? यो यिनीहरू बिस्तारै व्यवस्थित हुँदै पनि जान्छ। बिस्तारै भन्नाले कहिले? यो कछुवाको रफ्तारमा चाहिँ गरेर हुन्छ? यो चाहिँ हेर्नुहोस् सर, यो चाहिँ जुन छ नि हाम्रो, अब यो खासमा भन्नुहुन्छ भने यसलाई अब अव्यवस्थित भन्न त्यतिको मिल्दैन। टेक्निकल हिसाबले होइन, जुन हाम्रो टेक्निकल हिसाबले नै विभिन्न टाइपहरू छन् होइन, जस्तो हामी बत्ती बाल्ने नि भन्छौँ विभिन्न टाइपहरू, ती टाइप अन्तर्गत यिनीहरू पर्छन्। अब जुन ठाउँमा चाहिँ एसेसिबल छैन, अब त्यस ठाउँमा चाहिँ कुन टाइपले एसेसिबल हुन्छ त्यो टाइपले टेक्निकल हिसाबले होइन। यो यसलाई हामी चाहिँ के भनौँ, यसको चाहिँ कभर लाउन मिल्छ कि मिल्दैन? त्यो मिल्छ, त्यो चाहिँ खै लाउनु भएको तपाईँले? होइन, त्यो हेर्नुहोस् हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरको चिज हो। तपाईँको क्षेत्र अधिकारमा चाहिँ के पर्छन्? मेरो क्षेत्र अधिकारमा अहिले चाहिँ भन्नुहुन्छ भने अफिसको काम गराउने पर्छ। अफिसको काम गराउने, तर अफिसको कर्मचारीहरूको तपाईँको अब पानी खाना आयो त्यति बेला अचानक यताउता गऱ्यो भने, यतातिर करेन्ट लाग्यो भने कसैले जवाब दियो? हामी त्यो सेफ हिसाबले बसेका छौँ, त्यसमा त्यो त्यतिको। तर सबै व्यक्ति त्यसरी चाहिँ सेफली चाहिँ हिँड्न सक्दैन नि। अब यो चाहिँ हामी कर्मचारी आउजाउ गर्ने ठाउँ हो होइन, कर्मचारी आउजाउ गर्छ। तर यो चाहिँ भएन, मान्छे यो चाहिँ भएन। यतातिर हामी यतातिर आउनु नि तपाईँ, हामी अझै देखाउँछौँ। यो के हो? यो यो व्यवस्थापनमा यिनीहरू व्यवस्थापनको काम हुँदैछ होइन, काम भएको पनि हो। हेर्नुहोस् यो काउन्टरको चाहिँ यो कति दिन लाग्छ? तपाईँको यता माथहातमा कुनै पनि इलेक्ट्रिसियन छ कि छैन? माथहातमा यो माथहातको इलेक्ट्रिसियनले खासै यिनीहरू गर्न त गर्छ होइन, तर यी कामहरू गर्न चाहिँ प्रक्रियागत रूपमा गर्नु। प्रक्रियागत कस्तो खालको प्रक्रिया? हाम्रो नेपालको कस्तो प्रक्रिया के यस्तो यो पनि गर्नलाई प्रक्रिया कस्तो प्रक्रिया पुगाउनु पर्छ सर भन्नुस् न? त्यो यो वायरिङ गर्न अथवा कुनै जुन खरिद प्रक्रिया हुन्छ हाम्रो होइन, त्यो खरिद प्रक्रियातिर जानुपर्ने हुन्छ र त्यस अनुसार चाहिँ त्यो गरिसकेको पनि त्यो बेला जनसम्म कसैको यहाँ चाहिँ तपाईँको करेन्ट लागेर मृत्यु भयो भने होस् मतलब होइन, हामी प्रक्रियामा छौँ, हामी प्रक्रिया पुगाएर अनि त्यसपछि मात्रै हामी यो चाहिँ मर्मत गर्छौँ भनेर हुन्छ? यो करेन्ट लागेर मृत्यु हुने चाहिँ त्यस्तो सम्भावना छैन यहाँ। त्यो हिसाबले बिजुली विभागमा यस्तो चाहिँ देख्नु चाहिँ एकदम राम्रो छ, सामान्य छ। त्यो राम्रो होइन, त्यो त म पनि स्वीकार गर्छु, त्यो चिज राम्रो होइन। कहिलेसम्म ठिक हुन्छ यो चाहिँ अब ठ्याक्कै भन्न सकिँदैन, यो प्रक्रियामा गएको छ यिनीहरू। अझै तपाईँ ठ्याक्कै भन्न सक्नुहुन्न प्रक्रियामा गएको छ? प्रक्रिया पुगाएर नेपालको प्रक्रिया है, नेपालको प्रक्रिया कस्तो लाग्छ तपाईँहरूलाई? किन बुझायो? नेपालको प्रक्रिया हरेक चीज प्रक्रियामै रह जाए छै, नहीं रह जाए छै। कहिया तकला ठिक होते, कहिलेसम्म ठिक हुन्छ? यो हाम्रो कार्यालय प्रमुख ज्यू आउनुहुन्छ होइन, अहिले बाहिर जानु भएको छ। अब उहाँले ठ्याक्कै अब कहाँसम्म अनि तपाईँ यता चाहिँ कतिजना सफाई कर्मी हुनुहुन्छ? त्यो पनि हाम्रो प्रशासनलाई थाहा हुन्छ। प्रशासनलाई थाहा हुन्छ। सफाई हुन्छ नियमित रूपमा? नियमित रूपमा त्यस्तो नियमित रूपमा सफाई छैन है। सहजै स्वीकारी राख्नु भएको छ, यहाँ नियमित रूपमा सरसफाई हुँदैनन्। मानौँ तपाईँ आफ्नो घरमा बस्दाखेरि तपाईँ आफ्नो घर चाहिँ सफा गर्नुहुन्छ कि? कोठाहरू आफ्नो कोठाहरू गरिन्छ, सफा गरिन्छ है। फोहोर हुने बित्तिकै गर्नुहुन्छ कि कसो?
फोहोर हुने बित्तिकै गरिन्छ दिनमा 2 पटक 3 पटक त स्वाभाविक हो। हो त्यो चाहिँ तर यहाँको कर्मचारीहरूको कार्यकक्ष तपाईँको यहाँ फोहोर देखियो, यतातिर पनि ध्यान दिनु। कर्मचारीहरूको कार्यकक्ष मात्रै होइन, म बस्ने ठाउँ पनि फोहोर नै छ। कुरो गर्नुहुन्छ त्यो चाहिँ म स्वीकार। कतिजना छ यहाँ कर्मचारी, कतिजना छ सरसफाइ कर्मचारी भन्नुहोस्? सरसफाइ कर्मचारी अब ठ्याक्कै त्यो एकजना हो। एकजना आउँछ, डेली आउँछ, उसले आफ्नो मनमा आफ्नो सफा गरेर जान्छ। आफ्नो मनमर्जी हिसाबले सफा गर्छन् गर्दैनन्, त्यो कसैले चाहिँ रेख्दै गर्दैन। कहिले कहाँ पनि भन्छु भाइ राम्रोसँग सफा गरिदिनु, अब गर्छ गर्छ गइहाल्छ, यही हो।